हाय दर्शन नमस्ते सबैजनालाई। सबैजना आरामै हुनुहुन्छ होला। अनि अहिले नेपालतिर चुनावी माहौल चर्किरहेको छ। चारैतिर आफ्नो आफ्नो पार्टीहरूले आफ्नो आफ्नो तरिकाले भोट माग्दै हिँड्नु भएको छ। र हजुरहरूको के छ विचार? अहिले चाहिँ अब कुन पार्टी आइदिए हुन्थ्यो देशमा, देशको उद्धारको लागि, फ्युचरको लागि, हाम्रो सन्ततिको लागि केही सहयोग कुन पार्टीले गर्ला जस्तो लाग्छ तपाईँलाई? यसो कमेन्ट पनि गर्नु होला गाइस। र यो पुरानो पार्टीहरूलाई चाहिँ अब हामीले सपोर्ट गर्दै आइयो, अहिले पनि त्यसैलाई गर्नुपर्छ भन्ने मलाई त लाग्दैन। अब चाहिँ देशले केही न केही विकास चाहन्छ अनि अब नयाँ सोच, नयाँ बाटो चाहिँ फेर्नुपर्छ। हेर्नुहोस्, त्यही भएर सबैजनालाई अनुरोध छ, यो पालि चाहिँ नयाँ पार्टीलाई चाहिँ अलिकति सपोर्ट गर्नुपर्छ। बहुमतको सरकार बनाएर हाँक्न सक्यो भने केही न केही हाम्रो बच्चीहरूको लागि सपोर्ट हुन्छ होइन। त्यही भएर चाहिँ भोट आफ्नो अमूल्य मतदान चाहिँ सही पार्टीलाई दिनु होला, अनुरोध छ। र केही चिजमा चुक्नु हुँदैन। यो पालि चाहिँ आफ्नो सही विवेक प्रयोग गरेर सही पार्टीलाई भोट दिएर चाहिँ विजय गराउनुपर्छ। हेरौँ ल, अब चाहिँ राम्रै गर्दै गएछ भने फेरि ठिक छ, नत्र भने फेरि फेरिदिउँला, के छ र होइन र। तर नयाँ पार्टीले के कस्तो गर्छ भन्न नयाँ फल चाख्नको लागि त के अरे स्वाद पाउनको लागि त चाख्नै पर्छ। हेर्नुहोस् एकचोटि। र सबैलाई अनुरोध छ, यो पालि चाहिँ देशैभरि घन्टी भइरहेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले नै हात पार्नुपर्छ जस्तो लाग्छ मलाई है। हजुरहरूको अब के कस्तो विचार छ यसो तल कमेन्टमा चाहिँ आफ्नो आफ्नो विचार राखिदिनु होला। जय नेपाल। थ्याङ्क यू सबैजनालाई। सी यू नेक्स्ट भिडियो गाइस। थ्याङ्क्स। अनि यो मेरो नयाँ युट्युबलाई चाहिँ थोरै सपोर्टको जरुरत छ, हजुरहरूको साथ सपोर्ट है। राम्रो भिडियो चाहिँ हाल्दै राखौँला। र जय नेपाल गाइस। थ्याङ्क यू।